हेलो गाइस, आज चाहिँ हाम्रो कुचो तनाइ छ। खेतालाहरू चाहिँ यहाँ एउटा भोजे हेर्न यहाँ लजाएर के अर्को यहाँ आइज न भेन्टे। यसको नाम चाहिँ भेन्टे हो। अर्को छ हौ, खोइ अझै एउटा खेताला पर छ क्या। खेताला अब कुचो तानाइ चाहिँ यहाँदेखि चाहिँ तल हो जानु पर्ने। अनि अब हामी चाहिँ बाख्रा तानेर होइन जो चाहिँ यहाँ गाउँको के हो यो डोन हो नि म त के अरे गाको हावा डोन आइसले कुटेर ऊ त्यो कता गयो त्यो। अन्त अब जानुपर्ने यताबाट हो। यहाँतिर फेरि गाउँघरमा यो आलु सालु रोपेर हेरिहाल्नु एकदम अर्ग्यानिक। यहाँ मुनि यहाँ जो आज काम गर्दैन यता सिबी अर्ग्यानिक कुरोहरू मात्रै छ क्या। खतरा फल्दैछ नि तर टमाटर डर। यहाँबाट नै हाम्रो एकजना डरलाग्दो खेताला तगडा यो चाहिँ हाम्रो देख्ने गाउँ हो। आजको मौसम चाहिँ घाम चडक्क लागिरहेछ हो। तर जाडो चाहिँ जाडै छ, चिसो चिसो दिन डुम्बिरहेछ, हल्का पाडा छ। आइज न आइज आइज केटाहरूले तान्छ कि कुद्छ तल बाख्रा खोल्दै रहेछ। यहाँबाट आइज न, यहाँबाट छ बाटो के छ तेरो त्यहाँ। ए यहाँ तल जानुपर्छ कुच्चा बारी चाहिँ यहाँ मुनि हो। टाढो चाहिँ होइन, यहाँबाट देख्ने भ्यू चाहिँ यो बारी देख्ने डाँडा मैदान सुँगुरे राम्रो देखेर सबै अहिले चाहिँ गाउँमा कुच्चो छ चारैतिर। काम चाहिँ यही छ अहिले कुच्चो तानै। अब अलिक पछि मकै खनाइ हुन्छ, मकै छराइ। ल साथीहरू अब भने चाहिँ हामी हाम्रो कुच्चो बारीमा आइसकेको छ। कुच्चो बारी चाहिँ यही हो। तपाईँले कुच्चो गर्नु भएकै छैन कि तलबाट थाल्नुपर्छ केटा। ऊ तल ओह्रालै पो जानुपर्छ। साथी हो अहिलेसम्म निकालेको कुच्चो चाहिँ हामीले यति निकालिसकेको छौँ। यता जो यता पाखा चाहिँ शेषै भयो। यो पाखा अब यो बारी निकाल्नुपर्छ। पुरा खेतालाहरू रेडी। अब चिया खाएर पानी हटाउँदैछ। नुन त्यो प्लास्टिकमा चाहिँ होला। खेतालाहरूको अनुहार त उज्यालै छ होइन झालमुनि देखेर। यसको त अचानक चमक आइगयो त अनुहारमा। हातवटा त यता फर्किनै यो फेरि मैदान गएको साथी हो यो त हाम्रो बन्दुक पक्रेर बसेको छ नि पुरा। यो चाहिँ बाँदरलाई तर्साउनुको लागि यहाँको होमगार्ड कुच्चोबारीको। आया टेकी छ हौ है माछा जस्तो हौ मान्छे। यो पारा हात्ती चढेको जस्तो लागेन हौ। ल साथीहरू भत्रबाट हाम्रो चाहिँ कुच्चो पानी हुँदैछ। खेतालाहरू चाहिँ यो रुँदैछ हौ केटाहरू कुच्चो चाम्रो भयो भनेर। लास्ट कन्डिसनमा चाहिँ बस्ने मान्छे चाहिँ हो तिमीहरू चाहिँ हो जान्दै ओए भाइ त्यहाँको कुच्चो बटुल ल एकै जग्गा भेला पार्छ भारी गर्नु। भ्लग गर्ने मान्छे चाहिँ एकदम पुरा सकेर लास्ट कन्डिसनमा भएर नसकेर चाहिँ ऊ चाहिँ बस्ने मात्रै थाल्यो हो। भारी उठ्छ। मै बोकिदिन्छु डल्लै। नाम्लो लिएर आउनु कहाँ छ त्यो? तिनवटा नाम्लो होला। तिनवटा नाम्लो
कहाँ छ सबै ल्याउँछु त्यसो भए माथि अलिकति छ एकैछिन न यताबाट बाटो छैन हे गाइस कुन चाहिँ त्यो कान्छा गएको सकेको हाम्रो त्यता अब सिमाना जाला भोजे कुचो तान्न गएर भारी बोक्नु परेन भनेर खुसी भयो नि यो म बोक्छु बेसी भाइ तँ किन चिन्ता गरेको त्यो नडरा न हौ त्यसलाई नि बाँध ल एउटा भारी यतै कस्नुपर्छ ल साथी हो आजको दिन चाहिँ अब यसरी नै सक्यो कुचो तानेरै कुचो बोक्ने खेतालाहरू फेरि कुचो बोकेर हिँड्दैछ अलिक खुसी भयो बल्ल बल्ल केटा मासु पाकेको छ हौ घरमा मासु नसुर्ता न हामी मासु पकाएको क्या आज चाहिँ अब आजको काम चाहिँ शेषै भयो यहाँ हाम्रो के पो नाम मिस्त्रीहरू हुनु आँटेको मिस्त्री सुकेछ त यहाँ एप्लेन यहाँ आयो भन्दै हेलो भन्छ यो चाहिँ यहाँ माथिको अलिकति छुटेको अघि तल छुटेको चाहिँ अघि घरमा पुऱ्याएको छ ओ भयो छुट्टी ए